हेलो हेलो साथीहरु सर नमस्कार चाहिँ म आज अल खर्चको हिट केपमा घुम्न आएको थिएँ हैन। आज मजाले पौडी खेलिने भयो भनेर कति खुसी भएर आएको थिएँ एक्लै हैन यार। यसो मौकामा चौका हान्दिम भनेर यतै आएको बेला मौकामा ट्याक्क लाएर पौडी हान्दिम भनेको थिएँ यार। यसको आवाज यस्तो बिजुको पो छ त यार, पुरै ताला पो लगाइदिइसकेको छ यार। तरिका खतमै भयो नि यार। यो अल खर्चमा पर्छ नि हिट केप, तपाईले यहाँ भिडियोमा पनि देखाइदिन्छ हैन। दामी छ नि यहाँ हिट केप भनेको। यो मुनि पर्छ क्या, यो मुनि पुरै स्विमिङ पुल हो, नेचुरल स्विमिङ पुल छ क्या। यहाँ भित्र चाहिँ पानी छ। यो मुनि यहाँ सबैले आमालोकको सिधा देख्नु, यो मुनि चाहिँ पानी छ हैन, धेरै ठुलो तलाउ छ क्या। यहाँ चिसो पानी, मजाले पौडी खेल्ने हुन्थ्यो। यहाँ चाहिँ पुरै बन्द गरिदिइसकेको रहेछ, खै किन हो। यहाँ चाहिँ मैले भन्न सुनेको थिएँ कति मान्छे यहाँ मरेको थियो, त्यही भएर बन्द गर्यो भन्ने सुनेर आएको थिएँ हैन। कतिजना मरे पनि हैन यहाँ पौडी खेल्दा खेल्दै 5-6 महिना अगाडि। त्यही भएर यहाँ सायद पर्मानेन्ट बन्द गरिदियो होला जस्तो लाग्छ मलाई चाहिँ, तर खुल्न त खोल्छ, कहिले खुल्छ थाहा भएन। सो मौकामा चौका हान्दिम भनेको गाह्रै पर्यो यार, घाटा लाग्यो नि यार। कति महिना पहिले हिट केपमा जाने भन्ने सपना थियो यार, खतमै भयो।